ल पुग्यो सक्यो त्यहाँ खुला हो बनाउने तर कहिले बनाउने कहिले हाल्ने भनेको के तारिफै गर्नु नपर्ने मान्छेहरू क्या उहाँहरू अब म जसको नाम लिँदै जान्छु नाम नै त्यो ब्रान्ड हो के तारिफ गर्नु कति गर्नु हैन अगाडि बढिहाल अर्को नाम आर्यन सिग्देल तारिफ केही गर्नु पर्दैन आर्यन भनेपछि पुग्यो निश्चल बस्नेत अर्को खतरा मान्छे केही तारिफै गर्नु पर्दैन तारिफ भन्दा पनि माथिका मान्छेहरू अब अर्को तारिफ भन्दा पनि माथिको मान्छे के अधिकारी त्यो मैले अहिले भनेको छैन उपासना सिंह ठकुरी मलाई थाहा छ उहाँ चाँडै घर फर्किनुहुन्छ सृजना नापी म चाहिँ के भने अनुभवको कुरा भन्नुपर्दाखेरि चाहिँ उहाँहरू जस्तो अब एकदम ठुलो कलाकारहरूसँग एउटै पर्दामा म देखिन पाउँदाखेरि चाहिँ म एकदम भाग्यमानी र खुसी छु झन् त्यसमाथि दिपेन्द्रजी र उहाँको टिमहरूसँग काम गर्न पाउँदाखेरि अनि यो फिल्म चाहिँ सबैजनाले एकदम मेहनत गर्नुभएको छ अनि सायद सबैजनालाई मन पर्न सक्छ हैन किनभने यो ट्रेलरबाट पनि कति देखिन्छ नि त कुराहरू अनि म यही भन्न चाहन्छु सबैजनाले एकचोटि हेरिदिनु होला भनेर त्यही हो थ्याङ्क यू